मेरो छोराले मासु कति मन पराउने मासु मन परेन खै खाइ डान्स गली गली खाइदेऊ था नि डान्स गली गली मासु मन पर्यो गोठ निकाल्दै बाबा फोहोर हुन्छ अब हेर न खाँदैन छोरी कोट त्यसरी फाल्छन् पापा मेरो अफिसको छोरी उठा 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 फोहोर हुन्छ त्यस्तै झुन्ड्याउने छिछि यसरी फाल्छन् अब हात नलगा भइगयो अबदेखि म सुन्दिनँ होइन नानी हेर अघि उहाँ मामाको घरमा नखाने अहिले यहाँ आएर यसरी खाने अघि उहाँ मैले राख छोरी भने यहाँ भाइ उता तातो भएर के मिठो लाग्यो चिसो भएर मिठो भयो रोकन छोरी कठै काँचो मासु जस्तै लागिरहेछ त्यो निस्किने पल्टिनासम्म आत्तिरहेको छ छोरी भाइलाई खानिदेऊ बाबा ल्याएर आइसु बाबा अब बोतलमा भाइको उमा बाहिर छ मेरो छोरो रुने ठुस्किने जिद्दी गर्ने हैन अनि आफूले भन्या नमान्ने अनि क्यामेरा देखेपछि डान्स भनेपछि हामीले ल उठाएको बाबा मनु चाहन दिचमान हेर्नेको हेर्ने ल है मेरो छोरी दिचमान हेर्नेको हेर्ने दिचमान हेरेको हेर्ने बसी अहिले रोइरहेको थियो ल हेर्नुहोस् अब यो साइकल उठाउने कोसिस गर्दैछ नि यिनी अब एकदम अब अहिले यो साइकल उठाएर अब बाहिर लैजान खोज्छन् है अब यो बाहिर लैजान नसकेपछि रोएर बस हि हा बस क्यामेरा देख्यो कि यता आउने कि ऊ साइकल गयो उही साइकल गयो ऊ छोरी के गरेको बाबा ओ के गरेको ओ हेलो के गरेको जम्मै दिदीका निकाली हेडबिन निकाली ऐनोले त छपो आज टाउकोमा पनि लाउने आज टाउकोमा पनि लाउने अब क्यामेरा खिच्न लाग्यो थाहा पायो भने त आइजानु पर्ने यहाँ उयो बेडमाथि चढ्ने स्टाइल यिनको हेर्न आए हेर्न आए आफ्नो मामु ढक्कले घरमा बस्ने हुन् भनेर थाहा पाएपछि मेरो छोरो यसरी खेलिरहेछ आज हामी चाहिँ जेएनजीले चलाएको यो परिवर्तनकारी आन्दोलनको कारणले गर्दा कार्यालय बन्द देशको परिस्थिति एकदमै प्रतिकूल भएको हुँदा घरमै छु कहीँ पनि गएको छैन
अनि मेरो बाबु मेरो छोरा बिगलाई चाहिँ लागेको छ मेरो मान्नु कहीँ कतै गइसिन्न भनेर। त्यो भएर घर यहाँ सामान फालेको छ, उता सामान फालेको छ, उहाँ फाले। अनि मस्त खेलेको के मस्त आफ्नै धुनमा डलसँग खेलेको छ। भरि सामान के गरेको छ नि मस्त आफ्नै दुनियाँमा खेल्या छन्। लगभग भइसक्यो, भोक लागेपछि मामुको खाना आउने अनि नभए फेरि मजाले गर्ने। म चाहिँ बेडमा सुतेर मजासँग यो चाहिँ अहिले देशको परिस्थितिलाई कहाँ के भइरहेको छ भिडियो हेर्दैछु। यसै यो जेनजीको परिवर्तनकारी आन्दोलनमा चाहिँ हाम्रो पुनर्वास नगरपालिका कञ्चनपुर पनि पुरै क्षतिग्रस्त भएको छ, आगजनी भएको छ है। मैले चाहिँ यो भिडियो चाहिँ बनाएँ, यो सम्झनाको लागि हो। यो परिवर्तनकारी एउटा आन्दोलन हो। जाने यता हेर्छु। हेलो ठुस्को यिनी मेरा साना जेनजी हुने नि जेनजी कहाँ छ? हाँ छ जय नेपाल भन्दौ, जय भन्दौ, जय कुटुनी उनो कुटुनी उनो जय भन्दौ, जय खाइ अनि आलु अनि पब्बुलाई ढोक गरिदेऊ अनि नमस्कार गरिदेऊ, नमस्कार अनि पाइया गरिदेऊ अनि माया गरिदेऊ अनि जम्नेस के भयो बाबा? यो छोरोको दाँत टुटु गयो खोइ अनि त्यस्तो गर्नु कुटुन्ने मामुलाई मेरो खै लगाइदिन्छु न नाम लली ल मामुलाई मेरो छोराले मामुलाई मेडल लगाएको गुड खसीको फेरि ल मामुलाई मेडल लगाइदिन्छु लगाइदिन्छु न मामुलाई मेडल लगाउने आफै जे गर्दैछ जे अनि यो समातेर जे गर्दैछ ल के गर्दैछ? अहिलेको बच्चालाई केही सिकाउनै पर्दैन। ल यो समातेर जे गर्छ ल हेर खै फेरि 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 अरे वाह अरे वाह। कसले सिकाउनु पर्छ र आजकलका बच्चालाई? कसैले सिकाउनु पर्दैन, आफै पर्फेक्ट आफै पर्फेक्ट। मेरो छोरो खतरनाक हुनेवाला छन्, यति सानैदेखि अनि मेडल समात्ने अनि मेडललाई जे भन्ने होइन। खै नमस्कार कसरी गर्छन् छोरो? खै नमस्कार गर्दैछ। चोट लाग्यो बाबा यहाँ पिठीमा मेडल आभाको हो यो मेरो छोरो आभाको हो बाबा यो। अब मेरो एयरबड समात्यो है, मेरो खस्यो ऊ कानमा लगायो। मेरो कानमा त एयरबड खस्यो नि, आफ्नो कानमा धेरै बाँची छौ त नि, धेरै बाँची। उहेर यहाँ आएर दिदीको ल्याएर मेडल ल्याएर केटोले कहाँबाट झोला खोजेर डल ल्याएर केटो त जय नेपाल गर्दैछ। खै जय नेपाल गरेको अरे मेडल ल्याएर खै मेडल समातेर गर्छ त क्यामेरा पनि खिचेको पनि थाहा पाउने, हेर्न पनि आउने। हेर न यहाँ हेर्न आएको, अझ हेर्न आएको यहाँ यो कटो छ नि। मेडल समातेर जे गरिदेऊ, मेडल समातेर के मेडल समातेर गर्ने मेडल। खै मामुलाई लगाइदिसो त्यो मेडल। दिदीको अहिले दिदी पिट्टी गर्ने। खै मामुलाई लगाइदिसो ल मामुलाई। कठै भिडियो नै हुन लाग्यो रहेछ, दिमाग खराब आउ दिदी। ए के गरेको यहाँ हेलो छम्को गर्दैछु छम्को
हजुर ताली क्ल्याप हाई यता नि हाई गरिदिन्छु हाई यो दिजुको घर हो यहाँ बाबु यता नि यहाँ हेर